जय मिसी सबैजनालाई मोहम्मद सुराईको तर्फबाट आज हामी भने बिहानखेरि सेवा जाँदैछ। आज चाहिँ बिहिबारको सेवा र हाम्रो प्रेम अङ्कलकोमा भएको कारणले गर्दा र उहाँहरूले चाहिँ हामीलाई काम सघाउनु बोलाइरहेछ र मेरो बडाको छोरी एलिना दिदी र म जाँदैछौँ र उहाँहरू गइसक्नु होला है र हामी दुईजना काम सघाउनु जाँदैछौँ र आज सेवामा के हुन्छ प्रेमदायी घरमा है हामी सो तपाईँलाई राखिदिनेछौँ र यो भिडियो हामी यतिमै समाप्त गर्दैछौँ। हुन्छ देखिको चियापत्ती बगान हो। आज ब्लग हाम्रो भाइले स्टार्ट गरेको बनाएको नि हाम्रो भाइले नै बनाएको। म चाहिँ औँसी पूर्णिमामा मात्र बनाउँछु नि त। म चाहिँ काम भाइलाई बनाएर भनेर भाइले बनाएको पुरा जिस्काउँदै थियो मलाई। उत्तर दिँदै बस्थेँ अनि त्यहाँदेखि मासु सासु दिएर पहिला पनि राखिरहेको थिएँ। पहिला चाहिँ पनिरहरू अरू सब्जीहरू बनाएर बस्नु भनेर अनि यता पनिर सनिर पनि रेडी गरिरहेको थिएँ। किन मसला चाहिँ किनेकी थिएन। अनि हामीले चाहिँ हाम्रो यहाँको आन्टी प्रेम अङ्कलको आन्टी हुन्छ अथवा उहाँकै घरमा चिया हो। अनि चिया खानु मन लाग्यो चिया बनाएर हो। चिया बिना त जिन्दगी चल्दैन। यता मासु बनाउनु थालिसकेको मासु बनाउँदैछु म चाहिँ यता भाइले पुरा भिडियो बनाएको भाइले बनाइसकेर अब चाहिँ अनि तपाईँको यो भयो पनिर माछा मासु नखानेलाई। यो चाहिँ पटक माछाको खुला बनाएको पनिर दाल अनि यता चाहिँ लास्टमा चिया सकेर खानु दिँदै गरेको नेक्स्ट